दर्शकवृन्द, यति बेला दुर्गा प्रसाद तीनवटै जिल्लाका सिडिओहरूसँगको छलफल पश्चात बाहिर निस्कनु भएको छ। तीनवटै जिल्लाका सिडिओहरूले यति बेला दुर्गा प्रसादलाई आन्दोलन नगर्न र नगर्नको लागि समेत आग्रह गरेका छन्। दुर्गा सर माथि छलफलमा के कुरा भयो, के विषयहरू उठे? अब होइन एकछिन पर्खिन् न तपाईँले एकछिन अहिले तपाईँहरू नबोल्नुहोस् ल, म भनिहाल्छु ल। होइन अहिले तिनै जिल्लाको सिडिओ साहबहरू काठमाडौँ, हेलो काठमाडौँ भक्तपुर ललितपुरको सिडिओ साहबहरू, काठमाडौँ भक्तपुर ललितपुरको एसएसपी साहबहरू, एसपी साहबहरू होइन, र यो इन्टेलिजेन्टको सरहरू सबैजनासँग कुरा भयो। कुरा भएपछि उहाँहरूले आन्दोलनको विषयमा, तपाईँहरूका मागका विषयमा कुरा भनेर भन्नुभयो। हामीले हाम्रो तर्फबाट हाम्रा मागका विषयमा स्पष्ट कुरा राख्दैका छौँ र राजनीतिक कुराहरू भने हाम्रो लेभलबाट हुँदैन, अरू हामीले गर्न सक्ने हामीबाट हुन्छ भनेर भन्नुभयो। उहाँबाट सिडिओ साहबहरूबाट हुने र एसएसपी साहबबाट हुने हाम्रा कुनै पनि माग छैनन् होइन। र मैले उहाँहरूलाई एउटा कुरो के राखेँ भने यो सरकार कुन संविधानबाट कुन धाराबाट बन्यो होइन, र यो सरकारको काम र कर्तव्य के हो, र जेएनजीहरूका माग पुरा भयो कि भएन होइन, र जेएनजीहरूका माग के थिए र भन्ने खालको कुरा यिनै कुरामा छलफल भइसकेपछि हामीलाई यो कुरा माथि पुर्याउँछु भन्नुभएको छ। अहिले भएको कुरा त्यति नै हो। अब तपाईँहरूलाई त सरकारले पनि वार्तामा बोलाउँछु भनेको थियो, क्यारे औपचारिक पत्र आयो कि आएन कि यो सिडिओ तह र प्रहरी प्रमुख तहमा मात्रै सीमित हुने हो तपाईँहरूको वार्ता? होइन, मैले चाहिँ एउटा कुरो के छ भने म सहज मान्छे छु, मलाई सिडिओ साहबहरूले बोलाउनु भयो, म आइदिएँ दुर्गाजी आउनुहोस् न भनेर, किनभने भोलि हामीलाई सबैजना मान्छे चाहिन्छन् होइन। म अब उ गरेर त बस्ने कुरो भएन कोठामा होइन, म आइदिएँ। तर तपाईँले के बुझ्नुहोस् भने उहाँहरूले जुन हिसाब किताबले अहिले जुन गर्नुभएको छ, उहाँहरूले फर्स्ट चाहिँ उहाँहरूले मलाई बुझ्न तपाईँहरूको आन्दोलन कहिलेदेखि हो के हो भनेर उहाँहरू शान्ति सुरक्षा दिने मान्छे भएपछि उहाँहरूले बुझ्नु स्वाभाविकै हो होइन। त्यही विषयमा छलफल भयो, अरू मागको विषयमा उहाँहरूले माथि कुरा पुर्याउँछु भनेको छ। हामीले के भन्यो भने हामीलाई सरकारको तर्फबाट औपचारिक पत्र चाहिन्छ अनि हामी आउँछौँ होइन। नभएदेखि अब औपचारिक पत्र आएन भनेदेखि त यो जेएनजी आन्दोलन जस्तै हुन्छ क्या फेरि। अब तपाईँ चाहिँ के भन्दै हुनुहुन्थ्यो भने हामी कुनै पनि हालतमा ब्याक हुँदैनौँ भनेर तपाईँले भनिरहनु भएको थियो। हाम्रा आन्दोलनको लागि तपाईँहरू तयार भइरहनु भएको थियो। अहिले एकाएक फेरि तपाईँ वार्ताका लागि जहाँ पनि जसले बोलाए पनि जान तयार हुनुभयो। त्यो कुरा त्यो कुरो होइन, त्यो डराएको कुरो छोडिदिनु न, किनभने माओवादीहरूले पनि हरेक युद्धमा नि वार्ता पनि हुन्छन्, सबै कुरा हुन्छन् होइन। उहाँहरूले कमसेकम पनि एउटा चाहिँ वार्ताको लागि हिजो त त्यो केपी ओलीको सरकारले बोलाएको थिएन नि, कमसेकम उहाँहरूले पहल गर्नु हुँदैछ भने एकपल्ट हेरिहाल्नु नि त। के को डराउनु भने किन डराउनु, देश कसको, हाम्रो होइन। देश हाम्रो। कसले भनेको? त्यही खालको खबर आइरहेको छ। मैले पक्रिने भने यहीँबाट जाने भनेको अहिले म त लुगा सुगा बोकेर हिँडेको मान्छे जतिखेर पनि जान्छु नि। अनि जोगीलाई जहाँ लाँदा पनि भइहाल्छ नि, म त जोगी हुँ। ल यो कुरामा छोडिदिनु, म डराउँदिनँ। हाम्रा माग भनेको के छ भन्दाखेरि नि गरिबका जुन लिलाम भएर गएका घर जग्गा फिर्ता हुनु पर्यो, लघुवित्त सहकारीको 20 लाखभन्दा मुनिको ऋण बिना हुनु पर्यो, 20 लाखभन्दा माथिको ऋण छ नि 5% ब्याजमा 25 वर्षलाई तिर्ने मौका पाउँछ। तपाईँहरूको आन्दोलन चाहिँ कहिलेबाट सुरु हुन्छ? ए भयो यार सरकार चाहिँ कसरी आएको हो त, कुन बाटोबाट आयो, भोलि अर्को सरकार पनि त्यही बाटोबाट आउँछ भनेर भनिदिएको छ क्या। मरेको मान्छेको जिम्मा चाहिँ तपाईँले लिनु है बहिनी। ल त ल
दुर्गा परसाईले 3वटा जिल्लाका सिडिओसँग वार्ता गरेर बाहिर निस्किनु भएको छ। के को लागि भन्दाखेरि नेपाललाई राम्रो बनाउने कुरामा पर्या हो नि त, नराम्रो बनाउने कुरामा त पर्या होइन होला। मैले दलाल भनेको छैन, दलाल भनेको छैन, तर कामले त प्रुफ गरेर देखायो नि त, कामले त प्रुफ गरेर देखायो। जतिखेर गोविन्द केसीलाई नगोकौँ न भन्दाखेरि सबैजनाले हामीलाई माफिया भन्ने, सबैलाई भनेर चाहिँ गोविन्द केसी बोकिसकेपछि हामीले त्यही भन्ने, हामीले भनेकै हो। अहिले आएर तपाईँको मैले भनिरहेको छु, तपाईँको अहिले आएर त सबैलाई फिल भएको छ नि त, हामी कहाँ छुट्यौँ? हिजो त्यसो भए एउटा मान्छेको लाइन हुनुपर्छ क्या दाइ। मैले हिजो पनि गोविन्द केसी एलायन्सलाई म यहाँबाट भन्छु, कनक मुनि दीक्षितहरूलाई, केदार भक्त माथेमाहरूलाई म भन्दैछु त, कल्याण श्रेष्ठ चाहिँ सुशीला कार्कीसम्मलाई म भन्छु, अहिले पनि सञ्जीव उप्रेती, खगेन्द्र शङ्करलाई सबैलाई म यहीँबाट पनि भन्छु, लागोस् मलाई मुद्दा, नेपाल र नेपाली जोगाउने मुद्दामा लाग्छ भने म जेल बस्न तयार छु। मैले भन्छु अहिले पनि तपाईँलाई यो कुराले जस्टिफाई गर्छ। के कुराले जस्टिफाई गर्छ भने जब आर्मी क्याम्पमा मलाई सेनाले बोलाउनु हो, त्यहाँको मैले ओमरियालको हिजो अभियन्ता गोविन्द केसीको ओमरियालको मेरो हिजो अस्तिसम्म सर्वोच्च अदालतमा कुमार चुडाल, माननीय कुमार चुडाल र सारङ्गा सुवेदी, माननीय सारङ्गा सुवेदीको बेन्चमा बाहिर मेरो हतियार समायो। हतियार के को लागि लिन्छ त? सुरक्षाको लागि लिन्छ, सेफमा राख्नु त लिँदैन। तपाईँले के भन्नुभयो भने 2जना मान्छे राखेर, त्यो पनि होइन। मान्छे सुरक्षित भएर हिँड्न पाउने मान्छेको मौलिक अधिकार हो, आफ्नो त्यो व्यक्तिगत हो, आफ्नो तरिकाले हिँड्छ मान्छे, त्यो आफ्नो कुरा हो। तर त्यहाँ हतियार पक्रेपछि भित्र श्रीमानको अगाडि यो त मलाई मार्न ल्याएको हतियार भनेर उहाँ रुनुभयो र पनि दुर्गा प्रसादलाई एप्लिकेसन दिनु हुँदैन भनेर उहाँ व्यक्तिगत तरिकाले लाग्नुभयो। त्यति मात्रै भएन प्रतीक दाई, एप्लिकेसन पाएर पनि विद्यार्थी पढाइयो, पढाउँदैछ, 50जना विद्यार्थी भर्ना भइरहेछ। फेरि उहाँले के गर्नुभयो भने आफै एप्लिकेसन दियो अरे विद्यार्थी पढाइ भइसक्यो, यसलाई के गर्नुपर्छ अरे, पुनरावलोकन गरी पाऊँ भनेर निवेदन हाल्नुभयो आफै गर। भनेपछि यहाँसम्मको खेदाइ त हुँदैन नि त दाइ, यहाँसम्मको पनि खेदाइ हुन्छ त। त्यस्तो मान्छे अहिले गृहमन्त्री हुनुहुन्छ। र अब म अर्को कुरा भन्छु, केदार भक्त माथेमा अस्ति यो राजनीतिक दलको उसमा राजनीतिक पर्यवेक्षण भनेर कुन हैसियतले जानुभयो त उहाँ? भनेपछि त टिम कसरी जोडिएको छ र कसरी डिजाइन भएको छ र आज मुलुकलाई कहाँ लग्यो भन्ने कुरामा होला आयो होला। तपाईँहरूलाई मैले नराम्रो भने होला, म भन्दैछु त, तपाईँहरूसँग म आज माफ पनि माग्न आएको, म तपाईँहरूलाई गुरु थाप्न पनि आएको, सम्बन्ध विस्तार गर्न पनि आएको भनेर आएको हो क्या दाइ। तपाईँले मलाई गाली नै गर्नुहोस् न, तपाईँको भाइ हो म। तपाईँले मैले भने त अघि झप्पु नै हान्नुहोस् न, मैले गल्ती गरेर दुर्गा भाइ तैँले यहाँ गल्ती गरिस्, देश त हाम्रो हो नि त दाइ। भोलि शरणार्थी हुँदा को हुन्छ? हामी हुन्छौँ नि त। आज हामी छाती फुलाएर बस्छौँ, दाइ मेरो छोरी कहाँ छ, मेरो छोरो कहाँ छ भनेर। टिकामा छोराछोरी भेटिन्न पाइँदैनौँ, किन हामी बाबु आउनु? किन हामी यस्तो पत्रकार हुनु? किन कमाउनु सम्पत्ति घर खाली गरेर? हामीले त आखिर घर खाली गऱ्यौँ नि। आज कुरा त्यो हो क्या दाजु। एउटा अलिकति सरी टु इन्टरप्ट, त्यसमा म अलिकति भनिहाल्छु। त्यसले गर्दाखेरि मैले काहीँ गल्ती गरेको छु भने म दाइसँग माफ माग्छु, एउटा हात जोडेर। दाइले पनि माफ दिनु होला, तर दाइहरू पनि कमसेकम यो देश बचाउने उसमा अब सचिएर हुन्छ, के गरेर हुन्छ, सचिएर भन्नु भने फेरि म कहाँ बिग्रेको छु र भन्नु होला है, यो बाटोमा हिँड्दैन होला। अब यो माइक्रो म्यानेजमेन्टको काम छोडिदिनु। हजुर, सालको हेर्नुहोस्, आज मेरो मेडिकल कलेजमा यो साल 60जना विद्यार्थी थियो, 50जना विद्यार्थी, 50जना विद्यार्थीमा 20जना विद्यार्थी त भारतको सबैभन्दा पहिला भारतको विद्यार्थीहरू आएर पढ्यो। किन? भारतीय पैसा त आयो। मैले के गल्ती गरेँ? मलाई भन्नु भने दाइले अघि भस्मासुर कि के भन्नु भने ठिक छ दाजु, म भस्मासुरै सही, राक्षसै सही, धुन्धुकारी भन्नु भने एकछिन एकछिन त छोड्नु त्यो कुरा होइन, यो वाद विवाद गर्ने कुरा होइन। दाइले भन्नु, म तपाईँलाई मेरो दाइ नै सम्झेर, दाइ कतिवटा कुरा बोल्ने कुरामा हुन्छ नि त, हुन्छ टोन चिप्लेको होइन। त्यो दाइले जानेरै भनेको, मैले जानेरै ग्रहण गरेँ। दाइले मलाई भन्नुभयो, त्यो मैले दाइलाई भनेको मैले सजाय पाएँ, म त्यसमा त्यसरी लिन्छु दाजु।
तर अब दाजुभाइ एक भएर हिँड्नुपर्छ। र हामीले के छ, मेरो भनाइ के छ भने नि भाइ, आज दुबईका डान्स बारमा हाम्रा चेलीहरू डान्स बार रेस्टुरेन्टमा डान्समा काम गर्छ, डान्स गर्छ। 3 घन्टाको बाटो हो नि दुबई, 4 घन्टाको बाटो हो नि। त नर्स बनाएर चाहिँ नि एप्रोन लगाएर स्टेजको बोकेर हाम्रा चेलीबेटीहरूले चाहिँ नि त्यहाँ बिरामी हेरौँ न कति पैसा आउँछ। आखिर यो देशलाई रेमिटेन्स नै चाहिएको मान्छे चाहिएको रहन्छ भने नर्स पठाउँ, किन लेबर पठाउँ? नर्स पठाउँ न दाइ, डक्टर पठाउँ, क्वालिटीको मेन पावर पठाउँ न। मेरो भन्ने कुरा थियो। म यसको लागि के भन्न चाहन्छु भने अहिले पनि भन्न चाहन्छु, यो गरिबको 20 लाखभन्दा मुनिको ऋण मिना हुन्छ भने म मेरो 80% सम्पत्ति दिन तयार छु। अहिले पनि म यहाँ तपाईँलाई आउँछु, तर ऋण मिना गर्नु पर्छ। किनभने यो ऋण मिना गर्न सकिएन भने तपाईँको चाहिँ कुरा के छ भन्दाखेरि यो ऋण मिना गर्ने तरिका पनि मसँग छ। खरबौँ रुपियाँ छ दाइ, यहाँ खरबौँ रुपियाँ। ब्याङ्क र व्यवसाय छुट्याउने बित्तिकै नि दाइ 35 खरब रुपियाँ त 90 जना व्यापारीले चलाएको छ। म दाजुहरूलाई आज बुझाउँछु है एउटा। 6 खरब रुपियाँ पैसा लघु वित्त र सहकारीको लगानी भएको छ 38 लाख नेपाली गाउँमा। 38 लाख नेपालीलाई 6 खरब र त्यो 38 लाख नेपालीको घर जग्गा जमिन धितोमा छ, बन्दकी छ।